अस्टियोआर्थराइटिस भनेको हाड जोड्ने घर्षण हुने समस्या हो अथवा सरल भाषामा बुझ्दाखेरि हड्डी खिने समस्या भनेर बुझ्न सकिन्छ। यो रोग सुरु हुँदाखेरि हुने लक्षणहरू भनेको घुँडा दुख्ने, विशेष गरी सिँढीमा तलमाथि चढ्न गाह्रो हुने अनि कहिलेकाहीँ घुँडा सुन्निने पनि गर्छ। कसरी हुन्छ भनेर एक्सप्लेन गर्ने हो भने यदि हामी हाम्रो घुँडाको स्ट्रक्चरमा हेर्छौँ भने यहाँ दुईटा हड्डीहरू देखिन्छ। यो माथिको हड्डी भयो, यो तलको हड्डी। यो बिचको पोर्सनलाई चाहिँ कार्टिलेज भनिन्छ र जति बेला यो घुँडाहरू दुख्न सुरु हुन्छ त्यति बेलादेखि यो कार्टिलेज भन्ने कुरा चाहिँ बिस्तारै खिइँदै जान्छ र दुईवटा हड्डी, माथिको र तलको हड्डी नजिक आउँछ अनि दुईटा हड्डी ठोकिएर घर्षण हुन्छ, सुरु हुन थाल्छ। अस्टियोआर्थराइटिस अलि उमेर पुगिसकेको व्यक्तिहरूलाई हुने गर्छ। उमेर पुगिसकेको भन्नाले 55-60 कटिसकेपछि हुने गर्छ। पुगिसकेका व्यक्तिहरूमा पुरुष र महिला दुवैलाई हुन्छ भने महिलाहरूमा अझ बढी कम हुन्छ यो रोग। र एक्सर्साइज गरेर, फिजियोथेरापी गरेर त्यो दुखाइलाई कम गर्न सकिन्छ अथवा अर्को स्टेजमा जानदेखि चाहिँ रोक्न सकिन्छ। पहिले त पहिचान गर्नको लागि कि कुन स्टेजमा छ त्यो रोग भनेर हामीले पहिला एक्सरे गर्छौँ। एक्सरेमा देख्न सकिन्छ कि कुन स्टेजमा छ त्यो घुँडा भनेर। स्टेज 1, 2, 3, 4 भनेर हुन्छ, त्यो चाहिँ एक्सरेबाट पत्ता लाग्छ। औषधि खाएर, फिजियोथेरापी गरेर, एक्सर्साइज गरेर पनि घुँडाको दुखाइ कम गर्न सकिएन भने हामीले प्लाज्मा थेरापी गर्न सक्छौँ।